नमस्ते। न्युजिल्यान्डले जुन डिसेम्बर 8 अनुसार दुई प्रकारको सिजनल वर्किङ भिजा ओपन गर्दैछ भनेर हामीले सेभरल भिडियोज बनाइसक्यौँ र यसमा धेरैजनाले साथीहरूले के प्रश्न गर्दै हुनुहुन्छ भन्दाखेरि आई एम इन्ट्रेस्टेड र हाउ टु अप्लाई। म पहिलो कुरा त एउटा आजको भिडियोमा के तपाईलाई डिस्क्लोज गर्न चाहन्छु भन्दाखेरि आई एम इन्ट्रेस्टेड भन्दै गर्दाखेरि तपाईँ यो फिल्डको निम्ति क्यापेबल हुनुहुन्छ कि हुनुहुन्न त्यो कुरा चाहिँ तपाईले पहिला फाइन्ड आउट गर्नुस् र यो कुरा थाहा पाउनु पर्छ कि तपाईले ग्लोबल वर्कफोर्सको निम्ति चाहिँ लास्ट 6 वटा सिजनमा 3 सिजन तपाईले काम गरेको हुनुपर्छ भने जुन पिक सिजनवाला भिजा छ पिक सिजन्समा चाहिँ तपाईले लास्ट 3 वटा सिजनमा एउटा गरेको हुनुपर्छ। यो दुवै प्रकारको भिजा चाहिँ एग्रिगेटेड इम्प्लोयर वर्क भिजा अन्तर्गत आउने कारणले गर्दाखेरि तपाईले एग्रिगेटेड इम्प्लोयर जोसँग लाइसेन्स छ उनीहरूले तपाईलाई हायर गर्न सक्छन्। पहिलो कुरो त तपाईलाई म एउटा डिस्प्लेमा देखाउँछु कुन कुन फिल्डको निम्ति चाहिँ तपाईले अप्लाई गर्न सक्नुहुन्छ भनेर। जस्तो तपाईको निम्ति ग्लोबल वर्कफोर्स जुन लङ टर्म 3 वर्षको भिजा छ त्यसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ एग्रिकल्चर, हर्टिकल्चर, मोबाइल प्लान्ट अपरेटर, एग्रिकल्चर टेक्निशियन्स यो नर्मल मान्छेले गर्न सक्ने चिज होइन कि तपाईसँग चाहिँ यो प्रकारको एकाडेमिक अर प्रोफेसनल डिग्री चाहियो क्या। स्नो ग्रुमर हैन, माउन्टेनर ग्लासियर गाइड, आउटडोर एडभेन्चर इन्स्ट्रक्टर है, अनि स्नो स्पोर्ट्स इन्स्ट्रक्टर, स्नो मेकर, यसरी वाइन मेकर है, यसरी सेभरल जब क्याटेगोरिजहरू छन्। तपाईले यहाँ डिस्प्लेमा पनि देखिरहनु भएको छ। यो चिज चाहिँ तपाईले जुन 3 वर्षको भिजाको निम्ति अप्लाई गर्न सक्नुहुन्छ यदि तपाईँ क्यापेबल हुनुहुन्छ र एटलिस्ट तपाईँले 3 सिजनको चाहिँ आफ्नो एक्सपिरियन्स देखाउन सक्नुहुन्छ भने। त्यसै गरी पिक सिजन्समा पनि तपाईँले रिलिफ मिल्कर, फरेस्ट्री वर्कर, काफ रेबर, अब त्यसै गरी वुल ह्यान्डलर, मिट प्रोसेस वर्कर, मिट बोनर एन्ड स्लाइसर यस्ता प्रकारको चाहिँ तपाईँले भ्याकेन्सिज देख्न सक्नुहुन्छ। यो प्रकारको जब क्याटेगोरिजमा चाहिँ उनीहरूले वर्करहरू लिएर आउन सक्छन्। अब अन्तिम कुरा आयो हाउ टु अप्लाई। अब धेरैजना साथीले भन्दै हुनुहुन्छ हाउ टु अप्लाई भनेर। हाउ टु अप्लाईको निम्ति चाहिँ पहिलो कुरो चाहिँ यो डिसेम्बर 8 बाट खुल्ने हो। त्यो कारणले गर्दाखेरि अहिले तपाईँले एग्रिगेटेड इम्प्लोयर पाउनुभयो र यो प्रकारको भिजाको निम्ति कुरा गर्नुभयो भने तपाईँले अफर पाउन सक्नुहुन्न। त्यसको निम्ति चाहिँ तपाईँले पहिला वेट गर्नु पर्यो डिसेम्बर 8 सम्म। यो चाहिँ इमिग्रेसन्स न्युजिल्यान्डमा वेबसाइटमा यो पोर्टल ओपन हुन्छ। त्यस पछाडि तपाईँको बिहाफमा एग्रिगेटेड इम्प्लोयर तपाईँले एउटा एग्रिगेटेड इम्प्लोयरको लिस्ट पाउन सक्नुहुन्छ इमिग्रेसन्स न्युजिल्यान्डको वेबसाइटमा र उनीहरूसँग चाहिँ तपाईँले अब 1 by 1 कम्पनीसँग टच गरेर हुन्छ अथवा तपाईँले सिक अथवा ट्रेड जस्ता सेभरल वेबसाइटहरू छन् ती थ्रुबाट पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। तपाईँ हामीसँग कनेक्ट भइराख्नु होला र हामीले यो ओपन भइसके पछाडि कसरी अप्लाई गर्ने भनेर भिडियो